सल्लाघारी श्रीनगर पाल्पाको श्रीनगर गुल्मी जाने बाटो होइन मैले अन गर्छु बेला बेला खाल्टो रहेछ यार यत्रो खाल्टो चाहिँ यार यहाँ चाहिँ नयाँ बस पार्क बन्नेवाला हो क्या पाल्पा बस पार्क बन्ने छैन कल्ला किन काट्दैन हरिण लाग्छ यो चाहिँ जोगी पानी यहाँ नबोलेको बच्चा पनि यहाँ जोगी पानीको यो पानी खुवाएपछि नबोल्ने बच्चाहरू बोल्छ भन्ने एउटा किंवदन्ती छ जो पारी भैरवस्थान मन्दिर यहाँ हाइवा आइसक्यो मायाखला यहाँ मारा पारी चाहिँ अब हामी आइपुग्यौँ भैरवस्थान मन्दिर र यहाँबाट मास्तिर लागेपछि हामी पैदल यात्रा भैरवस्थान मन्दिर पुग्छौँ है यता मास्तिर यहाँ रोड सोड पोलिरहेछन् सोल्टाहरूले अहिले हामी लगुवा आइपुग्यो है लगुवा भन्ने ठाउँ अब यहाँबाट अब हामी जोरते आउँछौँ जोरतेबाट अर्गेली हुँदै रिडीसम्म हाम्रो यात्रा हो रिडीसम्मको हाम्रो डेस्टिनेसन त्यसपछि हामी जान्छौँ रानी महलतिर त्यतिबाट गाइस हामी अब लाग्दैछौँ जोरतेको ओह्रालो पारी देख्न सक्नुहुन्छ अर्गेली देखिएछ हल्का यो चाहिँ हाम्रो जोरते ओह्रालो है पहिला त बाटो एकदम खत्तम थियो अहिले कस्तो बनाएको छ अहिले बनाउँदै हो कि अब यही पनि जोरते एउटा बाटोको नाम के अरे ठाउँको नाम हो जोरते भन्ने एउटा बाटोको नाम हो डेन्जर छ पुरै छाँगा छहरा हो क्या तलतिर यहाँ पहिला पुरै बाटो अप्ठ्यारो थियो हामी आउँदा अहिले चाहिँ पुरै ढलाइ गरेर रहेछ यतिको ढलाइ गरिदियो भने त यसमा बढी एक्सिडेन्ट हुने ठाउँ हो क्या यो दुर्घटनाग्रस्त क्षेत्र यसलाई भनिन्छ यो जोरते ओह्रालो टोइटो ओह्रालो छ अनि ओह्रालो भएको कारणले गर्दा त्यहाँबाट गाडीहरू मास्तिरबाट त्यसै पनि तातेर आउँछ ब्रेक अनि ब्रेक फेल हुन्छ क्या ब्रेक तातेर अनि फेरि यहाँ ठ्याक्क ओह्रालोमा आउँदा ब्रेकै लाग्दैन त्यसपछि बढी एक्सिडेन्ट हुने ठाउँ हो कि यो त अहिले तपाईँको चिज ढलाइ गरेपछि अति धेरै राम्रो भएको रहेछ कस्तो थियो यो बाटो घेग्राके थियो क्या ढुङ्गा घेग्रेटे घेरेर चिप्लिने जस्तो अहिले त धेरै राम्रो छ होइन पिजै छ अरे कौताको बाटो अहिले चाहिँ धेरै राम्रो रहेछ जोरते ओह्रालो हामी अहिले जोरतेमा आइपुगेछौँ पुष्कल शर्माको घर जोरते गायककार लोकदोहोरी गायक कुन चाहिँ हो त थाहा छैन तर यही हो वरिपरि यही वरिपरि कतै हो जोरतेमा भात खाएर राख्छ नि त ड्राइभरले चाहिँ
होइन यो सबै अर्ग्याली हो। लगाइज हामी अहिले अर्ग्यालीको फाँटमा आइपुग्यो। देख्न सकिन्छ धान काटेर सर्व फिजारेको छ। यो चाहिँ हाम्रो पाल्पा अर्ग्याली है। अब हामी नजिकै जाँदैछौँ अर्ग्यालीको। ल अर्ग्यालीको फाँट हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ रमाइलो छ। यो खेतीयोग्य जमिन हो कि अर्ग्याली। पानी पुग्छ अनि मलिलो माटो फाँट हो नि त यो अर्ग्यालीको। तमघास त अझै 50 किलोमिटर छ। तमघास त धेरै छ नि अझै। हजुर यहाँबाट तमघास जान अझै 50 किलोमिटर छ क्या। यहाँबाट अर्ग्यालीबाट टाढै छ नि सबै। तर अर्ग्यालीको एरिया चाहिँ ठुलो छ। पुरो हेर्नु न होइन धान काटिरहेको छन् अर्ग्यालीमा। अघि नैको फाँटहरू थियो होइन। यो चाहिँ अर्ग्याली बजारै हो कि यो सबै। लगाइज हामी फाइनली आइपुग्यौँ रिडी। यहाँ 3 मुखे पुल छ। यता चाहिँ गुल्मी, उता स्याङ्जा अनि यता पाल्पाको। ल हामी अब त्यहाँ घुम्न जानेछौँ। यहाँ हाम्रो साडु दाई पनि आउनु भएको छ मसँगै घुमाउनुलाई। मामा यहाँ त माइजू ल जाउँ अब त्यहाँ माथि। ल हामी पाल्पाली त्यहीँ भएर हामी पाल्पातिरबाटै प्रवेश गर्दैछौँ। स्याङ्जा उता त्यो भेग स्याङ्जा यता पाल्पा हाम्रोतिर होइन। अनि उता जाने गुल्मी। तिनतिरको सङ्गमस्थल हो कि। पारी मन्दिर कहाँ ढुङ्गा छ। मन्दिर त सबैतिर छ। रामदेव मान्छे बगाए चाहिँ धेरै है। एउटा बुढाबुढी बगा। एउटा बुढी आयो मलाई। जय भोलेनाथ। दान गर्ने पैसै छैन। ल भयो देखियो। लगाइछ अहिले चाहिँ म 3टा जिल्लामा टेकिरहेको छु। यहाँ पाल्पा उता स्याङ्जा अझै टाढा देखियो। उता स्याङ्जा यता गुल्मी 3टा जिल्ला। ल यता कति बित्तिकै स्याङ्जा गयो अरे। यता गुल्मी यता हाम्रै पाल्पा भइगयो। लगाइछ अहिले चाहिँ हामी स्याङ्जातिर जाँदैछौँ। हनुमानजीको मन्दिर हेर्न स्याङ्जातर्फ। उहाँ पारि देख्न सक्नुहुन्छ तपाईँहरूले हनुमानजीको पहाड उचालेको मन्दिर छ। अब त्यसपछि हामी फेरि यता साइड गुल्मी पनि जान्छौँ। पहिला हामी स्याङ्जा जाऊँ। पाल्पाबाट आएको अब स्याङ्जा जाऊँ त्यसपछि जाउँला फेरि यता पनि है। अब यो माथिबाट कालीगण्डकी बगेर आएको यताबाट। तर फोहोर छ है। खोला चाहिँ फोहोर रहेछ। हामी हनुमानजीको मन्दिर हेर्नलाई दर्शनलाई यता स्याङ्जा यो स्याङ्जा होइन स्याङ्जातिर आइराखेको छौँ। माथि हनुमानजीको मूर्ति छ। हामी त्यहाँ जाँदैछौँ सबैजना। ओके है। ऊ पनि लिनु पऱ्यो क्या माइक भर्याङ चढे। भर्याङमा पनि कलर लाएर ट्याक राम्रो। यो 50 भर्याङ
50 40 अनि ठिक छ गाइस यहाँबाट देखिन्छ छ्याक्क तीनमुखे पुल पुरा यता ऋणी बजार हो यहाँ माथि आइसकेपछि स्याङ्जाको पुल तरेर माथि आइसकेपछि यहाँ चाहिँ हनुमानजीको मूर्ति रहेछ यसमा यहाँ सर्प हेर्नु त गालग्राम भन्ने नागको उस मूर्ति पनि रहेछ यहाँ यो जङ्गलमा माथि हरिण हरिण हो कि के हो मामा यो मामा आउनु ओ मेरो गिद्ध पनि रहेछ माथि गिद्ध ऊ त्यहाँ माथि गिद्ध यहाँबाट कन्सिलले ट्याक्क खोलेपछि हामी प्लम्बरलाई पनि आएको छ कि यहाँबाट पुरुष एकछिन छोडिदिनु न तातो पानी आइरहेको छ यो हनुमानले उचालेको उस होइन क्या ढुङ्गाई तलबाट देखिएको जाने हेर्नुलाई लगाइज ए सियाराम सीताराम यहाँ हुनुहुन्छ हनुमानजी यता पहाड उचालिराख्नु भएको छ लाउन्ज ओके राम्रोसित हो नि त सानो लगाइज यहाँबाट खोल्ने ट्याक्क टक्क लगाएर यहाँबाट खाने चिसो पानी यसरी आउँछ स्याङ्जाको पानी खाइयो है गाइज कता उडेर गयो भाइको त म देखेको ऊ बगेछ मेरो पनि ल हामी अब स्याङ्जा घुमेर आइयो अब कता जाने गुल्मी जाने एक राउन्ड गुल्मी घुमिन्छ त्यसपछि हामी फेरि रानीमहलको यात्रामा अगाडि बढिन्छ हाम्रो डेस्टिनेसन पुरा गर्नु पर्यो आजको ल यो त यो साइड चाहिँ गुल्मीतिर लाग्यो गुल्मीतिर त पानी चाहिँ रहेनछ त यता रहेछ बढी पानी होइन मा पुरै बिन्दास छ क्या त्यो बाजे त ध्यान गरेर मजाले यत्तिकै अब हामी जान्छौँ अब कता पाल्पातिर यहाँ त गुल्मीतिर पनि घुमेर आइयो हामी ऋषिकेशरीको मन्दिर यो चाहिँ यहाँ रहेको छ रुरु धाममा छ माथि माथि बाँदरहरू म त माथि जान हुन्न त्यही भएर ल फाइनली हामी रिडीको घुमघाम भ्याइयो आजको यो मेरो रिडीको भ्लग पनि यही अन्त्य गर्छु मेरो च्यानललाई लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला धन्यवाद हजुरहरूलाई